हामी ल्याउँछौँ। शिक्षामा परिवर्तन ठुलो ल्याउनुपर्छ, किनभने हाम्रो शिक्षाले हामीलाई बाँच्न सिक्ने बनाएन, बाँच्न सक्ने बनाएन। शिक्षाको सबैभन्दा ठुलो मान्यता के भयो भने पढेर ठुलो हाकिम बने भनेर भन्ने होइन। अनि हाकिम कस्तो हुने भन्दाखेरि चाहिँ काम नगर्ने, उसले चाहिँ यस्तो माथि गरिराख्ने होइन। भुइँतिर हेरेको समस्या देख्छ, घरि त्यो घरको धुरी। त्यहाँ चाहिँ मैले समय देखेँ, तर 3 बज्न लागेर घरि त्यो घरको धुरी। खाले त बाटोमा छ नि त, फोहोर बाटोमा छ होइन। समस्या त त्यहाँ तल छ नि, उठो चाहिँ नहेर्ने। यो खालको शिक्षा लिएर हामीले के गर्छौँ? यहाँ हामी सबैजना हाकिमै हाकिम, सबै हाकिमै हाकिम भएर किसान चाहिँ को बन्ने त? चिया कसले टिप्ने, चिया कसले टिप्ने होइन। त्यस्तो खालको चाहिँ तपाईँको शिक्षा लिएर हामी